हेलो गाइस, वेलकम टू माई च्यानल फेरि पनि। अनि आज चाहिँ भाइ टिका अरे अनि ह्याप्पी भाइ टिका टु अल। अनि हाम्रो चाहिँ योपालि मनाउनु हुँदैन, जुठो लागेको छ, त्यही भएर हामी चाहिँ मनाएन। हाम्रो चाहिँ सब सुक्खा सुक्खा छ, तिहारमा पनि सुक्खा, दसैँमा पनि सुक्खा। हामीलाई चाहिँ केही मतलबै भएन किनकि हामीले मनाउनु हुँदैन, त्यही भएर। अनि चाहिँ हाम्रो चाहिँ नाना यहाँ मेकअप गर्नु हुँदैछ। हामी चाहिँ चिया खानु जानु लागेको, त्यो पनि कहाँ के अरे थमेल बजारमा। थमेल बजारमा चिया खानु जानु मन लागेको हो। अनि त्यसपछि थमेल त अलिक रमाइलो छ। अनि ऊ चाहिँ बहिनी, आजबाट ऊ चाहिँ मेरो बहिनी घोषित गरिदिएको छु मैले, ऊ चाहिँ मेरो बहिनी भनेर। अनि यो चाहिँ पर हाम्रो कपडाको थैला। हाम्रो दिदी, हाम्रो बहिनी शर्मायो। अनि चाहिँ हामी चाहिँ अब थमेल बजारमा खानु जाने भनेको यहाँ खुट्टा हेर्नु सक्नुहुन्छ। अनि हामी चाहिँ अब मसँग पैसा के गरे नि हो। अनि यो गाइस हाम्रो घरमा जाँदा आउँदा चाहिँ यो बाटोमा यस्तो दामी यो लाइटिङ लगाएको छ हो। कस्तो राम्रो लाइटिङ लगाएको छ। यो चाहिँ खोला अनि यो चाहिँ किनारको घरको छेउछेउमा टाढोबाट झन् राम्रो देखिन्छ टाढोबाट। योपालि त एउटै पटेका पड्काएन हौ। म त कहिले पड्काउँदैन, तर डर लाग्छ ठुलो भएर त। यहाँ खाने त्यही त हाई गाइस, म चाहिँ थमेलमा आइपुगेँ। अनि यो चाहिँ थमेलमा सानो क्याफेमा आएको छु। अनि मैले अर्डर पनि गरिसकेँ। अनि यो चाहिँ चिया चाहिँ मटकावाला चाहिँ बहुत राम्रो छ। अनि यहाँ चाहिँ सानो क्याफे चाहिँ हो, देखि सक्नुहुन्छ। यहाँ चाहिँ एक्लै दाइले म्यानेज गर्नुहुन्छ। अनि दिदीले चाहिँ ब्ल्याक टी अर्डर गर्नुभएको छ। कति मिठो छ। अनि हामी चाहिँ अहिले चिया खाएर यसो निक्लेको छौँ बाहिर। देख्न सक्नुहुन्छ कति राम्रो झिलिमिली झिल्ला, तातो रोटी मिल्ला। एउटा यो चाहिँ थमेलको एउटा पार्ट। यहाँ चाहिँ बहुत राम्रो क्षेत्रपाती, थमेल क्षेत्रपाती अरे। अनि आज चाहिँ यहाँ क्लोज छ किनभने आज टिका हो, त्यही लागि। भाइ टिका वाउ, यो जापानिज होला। फोटो खिच्न दिन्छ? किन नदिनु, दिन्छ होला नि। फोटो खिच्न दिन्छ बहिनी? यहाँ आऊ खिचौँ, यहाँ आऊ न, यहाँ आऊ। सबै बन्द। हामी चाहिँ त्यहाँबाट फोटो खिचेर निक्लिसकेको। त्यहाँ अलिक फोटो नखिच्ला नदै लाज त भएको थियो, तर हामीले चाहिँ खिचिहाल्यो। अनि यो देख्नुहुन्छ कस्तो दामी डिजाइनको यो छ। आज चाहिँ पुरै बन्द। वाउ, कस्तो राम्रो हिरा, कस्तो राम्रो डगी। मलाई चाहिँ यो बिल्डिङ हेरेर अगाडिपट्टि यो गाना याद आयो। के गाना अछि? क्या थियो यसमा? पानी त। ओ माई गॉड, यतातिर चाहिँ कति धेरै यो डायमन्ड पर्छ। उतापट्टिको लाइनमा पुरै लाइनै छ। अनि किन नदेखाएको? अनि हामी चाहिँ यहाँबाट आउँदा यहाँ देउसिरे पार्टीहरू नाच्दै रहेछ। अनि दुईवटा बहिनी राम्रो गानामा नाच्दै थियो। एउटा गुरुङ गाना, पश्चिमी गानामा नाच्दै थियो। यिनीहरूले बहुत राम्रो डान्स देखायो हामीलाई। अनि यहाँ चाहिँ एउटा साइडमा एउटा मान्छे पनि नाच्दै थियो। यो मान्छे चाहिँ फाल्टो थियो, अलिक मातेको थियो, तर पनि राम्रै नाचिरहेको थियो। लेडिज गानामा राम्रो डान्स दिइरहेको थियो उसले चाहिँ। अनि मैले चाहिँ भोइस ओभर किन गरेको भने के अरे कपिराइट आउँछ, त्यही भएर भोइस ओभर गरेको। अनि यताउता चाहिँ राम्रो मान्छे पनि धेरै नै थियो। अनि उनीहरूको ग्रुप पनि धेरै थियो। अनि गाइस हामी चाहिँ घर आइपुग्यौँ। अनि घर आइपुग्यो मेरो दिदी आउने बित्तिकै यसरी कपडा उसको पहाड निकाल्दैछ, कपडाको पहाड। किनभने उसले चाहन्छ कि
उसको गरमको कपडा भित्र राख्नु र ठन्डी कपडा बाहिर निकाल्नु भनेर सबै यो हुँदैन मलाई किनभने मलाई कपडाहरू आजकल किन हुँदैन कि म बहुत मोटाएको छु कि त्यही भएर मलाई चाहिँ साह्रो हुन्छ कपडाहरू लाउनु अनि देख्नु सक्नुहुन्छ। अनि त्यसै गरी अब हामी चाहिँ यो ब्लगलाई यहीँ समाप्त गर्न गर्छौँ अनि भेट्नेछौँ अर्को ब्लगमा। तबसम्म गुड नाइट, बाई बाई।